कुरा बुढी बुढी पनि भन्न मिल्यो होइन। दुःख लाग्ने भन्दा पनि अब कस्तो भने अब मेरो मात्रै जिन्दगी छैन नि त, अनि उतापट्टि पनि मैले सुरुमा अब जोकहरू हानेर त उताबाट कुनै पनि मलाई त्यस्तो नराम्रो कुराहरू भनेन नि त कसैले होइन, उनीहरूले पनि भनेन। फेसबुकको म प्रायः फेसबुक चलाउँछु, मेरो फेसबुकको ब्लक लिस्टमा एकजना मान्छे पनि मलाई राखेको छैन क्या होइन। विगत सम्झिँदा बोथ हुन्छ, रिग्रेट पनि लाग्छ, खुसी पनि लाग्छ। किनभने रिग्रेट यो हिसाबले लाग्छ कि मेरो समयहरू धेरै कुराहरू बर्बाद भए होइन, मेरा हरेक चिजहरू आउनुपर्ने चिजहरू सपनाहरू एक किसिम भत्किनै सकेको थियो नि त सर होइन। म त 7-8 महिना डिप्रेसनमै गइसकेको थिएँ होइन, भत्किसकेको सपना फेरि जगाउने कोसिस गर्दैछु है। र त्योबाट मैले तर एक हिसाबले के पनि लाग्छ भनेदेखि त्यो मेरो जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण सिकाइ पनि त भयो नि त। त्यतिखेर चाहिँ कतिको दुःख लाग्छ जस्तो? दुःख लाग्ने भन्दा पनि अब कस्तो भने अब मेरो मात्रै जिन्दगी छैन नि त, पहिलोबाट त प्रब्लमको रूपमै नलिने है, सकि नै हालो होइन। त्यसरी हरेक कुरालाई सहज रूपले लिन्छु, त्यसरी मैले सोचेकै छैन। त्यसलाई कमेडीको रूपमा त्यसलाई प्रस्तुत गर्दाखेरि मलाई पनि सहज भयो निस्किनको लागि होइन, मलाई रिकभर हुन सहज भयो। त्यो कुरालाई म एकदमै पोजिटिभ रूपमा लिएको छु। कतिको सशक्त छुन्छ कि अब जहिले पहिले त्यही कुरा आइराख्दाखेरि होइन? हजुर कतिको छुन त छुन्छ तर चित्त दुख्ने गरी छुँदैन, हाँस उठ्ने गरी छुने गरी गर्छौँ नि त हामी। एउटा चर्चा छ कि हजुर होइन, दरबारमा आएपछि किन्नु भएको हो कि के हो खास? दरबारमा आएपछि नै किने हो, किन्न चाहिँ त्यो त्यस्तो त होइन नि त। गाडी किन्ने पैसा छाप्ने भन्ने कुरो हुँदैन, त्यो चाहिँ किस्ताबन्दीको कुराहरू हुन्छन्, त्यसमा अनेक कुराहरू हुन्छन्, स्ट्रगल अलग छ नि, दुःख अलग छ नि, भित्री कुरा त कसले बुझिहाल्छ र। कुनै पनि मलाई त्यस्तो नराम्रो कुराहरू भनेन नि त कसैले होइन, उनीहरूले पनि भनेन, उनीहरूले पनि नर्मली लियो उसले पनि। अब पहिलोचोटि यहाँनिर हाम्रो हुँदैछ होइन, ठकिँदैछौँ, कस्तो हुन्छ भन्ने कुरा म ठ्याक्कै भन्न सक्दिनँ, राम्रो हुन्छ होला भन्ने आश गरौँ, तर हामी मजा आउँछ होला सायद। उहाँ त अब लेजेन्डरी कमेडियन होइन, विजय दाइ हुँदा पनि अर्कै मजा। श्रेष्ठको कुमा सागरको गीत गाउँदाखेरिको कन्ट्रोभर्सी, यसको बारेमा के भन्नु मैले? मतलब तपाईँलाई चाहिँ यो कसैको संस्कृतिमाथि कमेडी अथवा चाहिँ कसैको पहिचानमाथि यस्तो कमेडी नै तरिकाले बनाउँदा चाहिँ राम्रो कि नराम्रो भन्न मात्रै खोजेको, तपाईँलाई के लाग्छ, तपाईँको भ्यू? कुन हदसम्म जाने भन्ने कुरा हो। अब कसैलाई अफेन्सिभ पर्यो, चित्त दुख्यो भने त दुःख नि, अब चित्त दुखाउनै नपाइने भन्ने त होइन अन्त होइन। त्यस्तो गर्न उचित हो कि होइन भन्नु मात्रै। संस्कार संस्कृति कसैको पहिचान प्रति नै मजाक हुन्छ कि, त्यसलाई कुन हदसम्म गएको छ त्यो चिज भन्ने हो क्या। त्यो कुन हदसम्म गएको छ त्यसले संस्कार संस्कृतिलाई नै त्यसले चाहिँ ठुलै असर गर्ने गरी होइन, त्यो एउटा समुदायमाथि नै एट्याक भएको हो भनेदेखि चाहिँ त्यसले अलग कुरा भयो त्यो। तर त्यो कतिसम्म हदसम्म छ भन्ने कुरा मलाई थाहा छैन। सजन त आफै श्रेष्ठ हो नि त, उहाँ आफै नेवार समुदायको मान्छे हो भएको कारणले गर्दाखेरि उसले त्यति धेरै अफेन्सिभ हुने गरी बोले जस्तो त मलाई लाग्दैन। कुरा बुढी बुढी पनि भन्न मिल्यो होइन, तर नामै लिएर यस्तो त्यो नआउँदा त आएको पनि छैन। त्यसरी कटाउँछौँ हामी धेरै कुराहरू। त्यतिखेर चाहिँ कतिको दुःख लाग्छ जस्तो? दुःख लाग्ने भन्दा पनि अब कस्तो भने अब मेरो मात्रै जिन्दगी छैन नि त, अनि उतापट्टि पनि मैले सुरुमा अब जोकहरू हानेर त उताबाट कुनै पनि मलाई त्यस्तो नराम्रो कुराहरू भनेन नि त कसैले होइन, उनीहरूले पनि भनेन, उनीहरूले पनि नर्मली लियो उसले पनि। त्यो कारणले गर्दाखेरि त सहज भएको हो नि त, नत्र भने त एउटापट्टि अफेन्सिभ हुने बित्तिकैमा त मलाई गाह्रो हुन्थ्यो नि त होइन। त्यो भएको कारणले गर्दा अब कुन लिमिटसम्म जाने, कुन हदसम्म जाने भन्ने कुरा मात्रै हो क्या। जस्तो म्याकुरी एउटा यस्तो क्यारेक्टर हो जो अलरेडी इस्टाब्लिस भइसकेको क्यारेक्टर। हजुर त्यहाँ पनि हामी म्याकुरीको रूपमा हेर्छौँ। हजुर कतिको प्लस पोइन्ट भएको छ जस्तो लाग्छ त्यहाँ गएपछि चाहिँ म्याकुरीलाई होइन? मलाई प्लस पोइन्ट भएको नै देखिन्छ नि त, बाहिरबाट प्रष्टै हेर्दा पनि भएको नै देखिन्छ र भएको नै छ पनि होइन। जुन किसिमको मेरो एक किसिमको अडियन्स थियो, भाइन्सको छुट्टै अडियन्स थियो, सिरियलको छुट्टै अडियन्स छ, र यो टाइपको सोको अलग अडियन्स छ क्या यो होइन। अझै यसले स्ट्यान्डर्ड अडियन्सहरू होइन, अडियन्स त स्ट्यान्डर्ड नर्मल भन्ने त हुँदैन होइन, अडियन्स त सबै अडियन्सै हो। तर यो सोको जुन किसिमको बनावट छ नि, जुन देखिन्छ नि स्क्रिनमा हेर्दाखेरि, त्यसले अलिकति अझै प्रोफेसनल बनाएको जस्तो फिल चाहिँ हुन्छ मलाई। अब अहिले चाहिँ महाराज नै परिवर्तन भएको छ। मनोज खजुरेल जुन चाहिँ एकदमै कमेडीको बादशाह भनेर चिनिन्छ। हजुर हजुर। कतिको एक्साइटेड हुनुहुन्छ उहाँसँग काम गर्न? हुन्छ नि, बहुत एक्साइटेड छु म चाहिँ मेरो फेरि पहिलोचोटि होइन, म कमेडी च्याम्पियनबाट आएको मान्छे होइन नि त, म त अलग दुनियाँबाट आएको मान्छे हो होइन, फरक दुनियाँबाट आएको हो म। अनि उहाँसँग कहिले ठकिने मौकै पाएको थिएन मैले। अब पहिलोचोटि यहाँनिर हाम्रो हुँदैछ होइन, ठकिँदैछौँ, कस्तो हुन्छ भन्ने कुरा म ठ्याक्कै भन्न सक्दिनँ, राम्रो हुन्छ होला भन्ने आश गरौँ, तर हामी मजा आउँछ होला सायद।
उहाँ त अब लेजेन्डरी कमेडियन होइन विजय दाई हुँदा पनि अर्कै मजा थियो होइन अब मदन सर हुँदा पनि अर्कै मजा अब उहाँको करोड अरब भन्ने चाहिँ होइन त्यो जुन हुन्छ त्यो आउनुपर्छ त्यो हो त्यो डाइलेक्ट मजा लास्ट मजा आउँछ कि हो, तपाईँलाई हो। कति फिल गर्नुपर्छ जब मैले करोड पहिला भन्नुहुन्छ पहिला हेरेको कमेडी च्याम्पियन हेर्दाखेरि त्यो खुब मजा आउँथ्यो होइन अब दरबारमा आउँछ त्यो चिजहरू फेरि करोड आउने आउँछ होला ओके अनि पछिल्लो समयमा कमेडी दरबारमा होइन हजुर तपाईँको चाहिँ एउटा विवाद पनि आएको छ एकजना कमेडियन त्यो भन्न त मिल्छ होला होइन भन्नु न चाहिँ एउटा संस्कृतिमाथि अथवा कसैको पहिचानमाथि चाहिँ कमेडी गर्दाखेरि चाहिँ अहिले उहाँले मुद्दा खेपिराख्नु पर्यो कसले एकजना के नाम गरेको भर्खरै श्रेष्ठले ए सजन श्रेष्ठको कुमार सागरको गीत गाउँदाखेरिको कन्ट्रोभर्सी त्यो कन्ट्रोभर्सी चाहिँ त्यसको बारेमा के भन्नु मैले मतलब तपाईँलाई चाहिँ यो कसैको संस्कृतिमाथि कमेडी अथवा चाहिँ कसैको पहिचानमाथि यस्तो कमेडी नै तरिकाले बनाउँदा चाहिँ राम्रो कि नराम्रो भन्न मात्रै खोजेको तपाईँलाई के लाग्छ तपाईँको भ्यू कुन हदसम्म जाने भन्ने कुरा हो अब कसैलाई अफेन्सिभ पर्यो चित्त दुख्यो भने त दुःख नि अब चित्त दुखाउनै नपाइने भन्ने त होइन अन्त होइन चित्त दुख्न सक्छ अब त्यसलाई मैले त्यति धेरै यसलाई डिटेलमा चाहिँ हेरेको छैन है यो कुरालाई मैले नबुझी बोले जस्तो पनि होला त्यस्तो गर्न उचित हो कि होइन भन्नु मात्रै संस्कार संस्कृति कसैको पहिचान प्रति नै मजाक हुन्छ कि अब त्यसलाई कुन हदसम्म गएको छ त्यो चिज भन्ने हो क्या त्यो कुन हदसम्म गएको छ त्यसले संस्कार संस्कृतिलाई नै त्यसले चाहिँ ठुलै असर गर्ने गरी होइन त्यो एउटा समुदायमाथि नै एट्याक भएको हो भनेदेखि चाहिँ त्यसले अलग कुरा भयो त्यो तर त्यो कतिसम्म हदसम्म छ भन्ने कुरा मलाई थाहा छैन सजन त आफै श्रेष्ठ हो नि त उहाँ आफै नेवार समुदायको मान्छे हो भएको कारणले गर्दाखेरि उसले त्यति धेरै अफेन्सिभ हुने गरी बोले जस्तो त मलाई लाग्दैन अब तपाईँ पहिला चाहिँ सिरियल गर्दै गर्दाखेरिको अनुभव र अलिक कमेडी दरबारभित्र छिरिसकेपछि अनुभव के फरक पाउनु आकाश जमिन फरक अनुभव छ त्यो सिरियल मात्रै गरेर यतातिर मलाई अलिअलि उनीहरू भने सिरियल मात्रै गरेर सिरियल गर्ने मान्छेलाई कमाइले मात्रै गर्न सक्ने चिज हो क्या यो चाहिँ जस्तो लाग्छ मलाई किनभने त्यो जोकको हिसाबले क्या जेको सेन्सको हिसाबले त्यो हिसाबले कुरा गर्दाखेरि अनि अलिक क्रिटिकल हुँदो रहेछ हामीलाई चाहिँ यो चिज चाहिँ अलिक क्रिटिकल हुँदो रहेछ किनभने सिरियल त सहज भयो नि त होइन लेखिएको स्क्रिप्ट गएर आफ्नो रोल गरिदियो यताउता भयो तर ओभरअल सबै म्यानेजमेन्टलाई नै हेर्ने भनेदेखि चाहिँ टाउकोमा बसेर काम गर्नको लागि चाहिँ सिरियल पनि धेरै गाह्रो हो सिरियल पनि हप्ते पछि बनाउनलाई यता पनि गाह्रो तर यहाँ पर्फर्मेन्सको हिसाबले हेर्ने भने चाहिँ अलिकति टफ काम हो किनभने इन्स्ट्यान्ट रिजल्ट हो नि त यो त होइन मैले यहाँ बोल्दैछु इन्स्ट्यान्ट हो नि त इन्स्ट्यान्ट फ्लप हो इन्स्ट्यान्ट हिट हो क्या त्यो मान्छे कति थाहा हुन्छ कि म फ्लप भएँ भन्ने कुरा क्या त्यो भनेको च्यालेन्जिङ विषय हो नि त होइन सिरियलमा त्यस्तो हुँदैन नि त सिरियलमा सोचेर गर्न पाइन्छ यहाँ सोच्ने टाइम हुँदैन क्या यो च्यालेन्ज छ बहुत च्यालेन्ज छ अनि तपाईँ चाहिँ खासमा त्यो सिरियल बनाएर विश्वभरि चिनिनु भएको होइन तपाईँले चाहिँ पछिल्लो समयमा त्यो चाहिँ छोड्नु भएको कि छोडा कहाँ छोड्नु सिरियल त झन् सिरियल अझै अब फ्युचरको लागि अझै बेस्ट सिरियल किनभने सिरियल त स्क्रिन प्ले हो नि त फेरि मुभीसम्म जानको लागि बेस्ट वे भनेको त त्यो हो नि त उता पनि त उत्तिकै च्यालेन्ज छ नि त मलाई होइन 11-12 लाख सब्सक्राइबर हुनुहुन्छ उता मेरो के भन्छ होइन त्यत्रो सब्सक्राइबरलाई उहाँहरूको इच्छा होला कि यसलाई होइन उहाँहरूको नयाँ आओस् फरक आओस् भन्ने हुन्छ नि त त्यहाँ पनि च्यालेन्ज यता पनि च्यालेन्ज अब त्यता झन् ठुलो च्यालेन्ज दरबार भन्दा त्यहाँ च्यालेन्ज छ मलाई किनभने त्यहाँ त सबै आफै गर्नु पर्यो नि त मात्रै होइन त्यो भएको कारणले एउटा चर्चा छ कि हजुर हैन दरबारमा आएपछि किन्नु भएको हो कि के हो खास दरबारमा आएपछि नै किने हो किन्न चाहिँ त्यो त्यस्तो त होइन नि त गाडी किन्ने पैसा छाप्ने भन्ने कुरो हुँदैन त्यो चाहिँ किस्ताबन्दीको कुराहरू हुन्छन् त्यसमा अनेक कुराहरू हुन्छन् स्ट्रगल अलग छ नि दुःख अलग छ नि भित्री कुरा त कसले बुझाएको छ र तर होइन आफ्नो आफ्नो भित्री समस्याहरू त हुन्छन् होइन तर भित्री रूपमा पनि म त्यति धेरै पीडित चाहिँ हुँदैन अहिले होइन म हरेक कुरालाई म नर्मलाइज गर्ने कोसिस गर्छु नि त होइन गर्ने कोसिस गर्छु क्या जस्तो कुनै कुनै अब्स्ट्याकल आयो भने त्यसलाई सबैभन्दा सहज के हुनसक्छ क्या त्यो प्रब्लमबाट त्यो प्रब्लम सल्भिङको सबैभन्दा सहज मेथड के हुनसक्छ क्या पहिलो कुरा त प्रब्लमको रूपमै नलिने सकि नै हालो होइन त्यसरी हरेक कुरालाई सहज रूपले लिन्छु त्यसरी मैले सोचेकै छु विगत सम्झिँदाखेरि चाहिँ कतिको तपाईँलाई चाहिँ के कस्तो लाग्छ होइन विगत सम्झिँदा बोथ हुन्छ रिग्रेट पनि लाग्छ खुसी पनि लाग्छ किनभने रिग्रेट यो हिसाबले लाग्छ कि मेरो समयहरू धेरै कुराहरू बर्बाद भए होइन मेरा हरेक चिजहरू आउनुपर्ने चिजहरू सपनाहरू एक किसिम भत्किनै सकेको थियो नि त सर होइन म त 7-8 महिना डिप्रेसनमै गइसकेको थिएँ होइन भत्किसकेको सपना
फेरि जगाउने कोसिस गर्दैछु होइन एक किसिमको उठ्ने कोसिस गर्दैछु र त्योबाट मैले तर एक हिसाबले के पनि लाग्छ भनेदेखि त्यो मेरो जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण सिकाइ पनि त भयो नि त पार्ट अफ लभ पाहाड ठुलो एउटा पनि भयो चाहिँ नि त। एउटा अब्स्ट्याकलबाट तपाईँ चाहिँ माथि अहिले चाहिँ आउने प्रयास गर्दै हुनुहुन्छ क्या होइन? अनि कस्तो अब हुन्छ अब आगामी दिनमा तपाईँको के छ प्लानहरू हुन्छ नि अब यो प्रब्लम मलाई त मुभी लेख्ने प्लान हो अब होइन पछि बिस्तारै बिस्तारै मुभी अलिअलि त लेख्दै पनि छु घरमा बसेर वान लाइनहरू राइटर मेरो पेसै राइटिङ हो नि त म कलाकार त त्यस्तो राम्रो कलाकार त होइन नि त म कमेडी चाहिँ खतरा कमेडी कमेडी खै अब त्यो कतिपय मान्छेहरू के मन पराउनुहुन्छ मलाई होइन मेरो कस्तो हुन्छ भने नेचुरल अर्ग्यानिक टाइपको गर्न म खोज्छु क्या म प्रायः जसो अनि त्यो चिजलाई मन पराइदिनु भएको हो कि जस्तो पनि लाग्छ खै किन हो त्यो त थाहा भएन। पछिल्लो समयमा अब माकुरी भनेपछि जो पनि चिन्छ तर तपाईँको चाहिँ रियल नाम मान्छेले त्यति नचिन्ला होइन तर पवन खतिवडा भनेर अलिक कम चिन्ला तर माकुरी भने चाहिँ हरेक तपाईँको चाहिँ गाउँघरमा चिन्छ क्या अनि यो किसिमको एउटा माउथ तपाईँले सिर्जना गर्नु त्यो त भएको छ तर कस्तो हुँदो रहेछ भने सर मलाई दुईटा कुराको फरक थाहा भयो क्या पछिल्लो समय मलाई लाग्दैन थियो कि मलाई लाग्थ्यो ओहो कस्तो राम्रो है सबैले चिन्छन् भनेर भनिरहन्थ्यो नि त सबैजनाले होइन त्यो कुरा चलिरहन्थ्यो हल्ला भइरहन्थ्यो होइन तर दुईटा चिजमा ठुलो डिफरेन्ट रहेछ क्या मैले पछिल्लो समय बुझेको कुरा क्या यो होइन चर्चित हुनु र लोकप्रिय हुनु भनेको फरक बाटो रहेछ क्या सर त्यो पनि सबै चर्चित हो कि लोकप्रिय हो म चर्चित हो लोकप्रिय बन्ने प्रयास गर्दैछु लोकप्रिय हरेक बच्चामा चाहिँ म्याकुरी भन्ने बित्तिकै चर्चा हो उहाँको अनुहार चालचली जोस मान्छेले सम्झिन्छ क्या ए उहाँ नै हो है भन्ने चाहिँ सम्झिन्छ अब त्यो विगत एउटा स्ट्रगलबाट तपाईँ आउनुभयो होइन अब चाहिँ कमेडीद्वारा एउटा ब्रान्ड नै बनिसक्यो नि होइन ब्रान्ड हो नि अब यो ब्रान्ड बनिसक्यो अब तपाईँको नयाँ एउटा चाहिँ कमेडीको बादशाह आउनु भएको छ अब तपाईँलाई कतिको चुनौतीहरू छ यसमा चुनौती त खतरै चुनौती छ सर किनभने 101 पर्फर्मरहरू हुनुहुन्छ उहाँहरूभन्दा माथि जान नसके पनि उहाँहरूको कुमसम्म मात्रै भए पनि आइपुगौँ भन्ने आश हुन्छ नि त कुमबाट तलै झरिन्छ कि भन्ने टेन्सन हुन्छ होइन आफ्नो पर्फर्मेन्स विक भइदिन्छ कि भन्ने हुन्छ फेरि स्टेजको भरै हुँदैन स्क्रिप्ट राम्रो छ भन्दैमा पर्फर्मेन्सले गइदिन्छ डाङडुङ गइदिन्छ स्क्रिप्ट जोर छ भने फेरि कहिले पर्फर्मेन्सले उठिदिन्छ कति बेला के हुन्छ सानो ह्याकलले गर्दाखेरि होइन सानो चिजले गर्दाखेरि एक्टै बिग्रिन्छ ठुलो च्यालेन्जको विषय छ नि सर गाली पनि कति आउँछ ताली पनि आउँछ यो कुरा गर्नु म यस्तो मान्छे छु म होइन म तपाईँलाई यहाँ प्रुफै दिइदिन्छु मैले पछिल्लो समय के विचार गरेँ भने मैले मेरो फेसबुकको म प्रायः फेसबुक चलाउँछु मेरो फेसबुकको ब्लक लिस्टमा एकजना मान्छे पनि मैले राखेको छैन क्या कसैलाई पनि मैले ब्लक गरेको छु किनभने इच एन्ड एभ्री पर्सनको आफ्नो पर्सपेक्टिभ होला इच एन्ड एभ्री पर्सनको आफ्नो जिन्दगी होला उनीहरूको बुझाइ फरक होला र उनीहरूले मलाई मेसेज गर्नको लागि मलाई सबै मान्छेको लागि म खुल्ला छु क्या मैले भन्ने नदिने मैले रिप्लाई दिने नदिने मैले कसरी त्यसलाई गर्ने भन्ने कुरा त्यो मेरो हातमा रह्यो तर मलाई कसैसँग पनि यो संसारमा हुने कुनै पनि व्यक्तिसँग मेरो कुनै पनि आपत्ति छैन अब यस्तो कोही व्यक्तिसँग पनि मलाई रिसिभ छैन क्या अब तपाईँ चाहिँ धेरै जस्तो मजाक गर्ने मान्छे है धेरै मजाक गर्नुहुन्छ कहिले काहीँ लाग्छै लाग्दैन तपाईँलाई मेरो जिन्दगी नै मजाक भइरहेछ जस्तो लाग्छ जिन्दगी मजाक नै हो सर जिन्दगी सबैको जिन्दगी नै मजाकै हो किनभने त्यसलाई जस्तो एङ्गलबाट हेऱ्यो त्यस्तै देखिन्छ क्या होइन तपाईँले तपाईँको पीडा अब तपाईँको कहाँ जानुपर्छ के गर्नुपर्छ अब तपाईँले कति धेरै स्ट्रेस होला त्यो चिजलाई स्ट्रेस तर त्यसलाई फन्नी ढङ्गबाट फन्नी वेबाट लगेर जानुभयो भने कति आनन्द हुन्छ क्या मेरो अनेक खण्डहरू आए जिन्दगीमा तर त्यसलाई मैले सहज तरिकाले अगाडि बढाउने प्रयास गरेँ त्यसलाई कमेडीको रूपमा त्यसलाई प्रस्तुत गर्दाखेरि मलाई पनि सहज भयो निस्किनको लागि होइन मलाई रिकभर हुन सहज भयो त्यो कुरालाई म एकदमै पोजिटिभ रूपमा लिएको छु कतिको सशक्त हुन्छ कि अब जहिले तहिले त्यही कुरा आइराख्दाखेरि होइन हजुर कतिको सुन्न त छुन्छ तर चित्त दुख्ने गरी छुँदैन हाँस उठ्ने गरी छुने गरी गर्न गर्छौँ नि त हामी होइन चित्त दुख्ने गरी भन्नु र रोस्ट भनेको चाहिँ मलाई के लाग्छ भने धेरै चिज त्यसमै रोस्ट हुन्छ क्या जसले खान्छ त्यो पनि हाँस्छ क्या हाँस्नु पर्यो क्या पचाउन कतिको गाह्रो हुन्छ पचाउन कतिपय त अब अफेन्सिभ पनि हुन्छ नि त कतिपय काटिन्छन् भने होइन कतिपय अफेन्सिभ पनि सुनिन्छ त्यस्ता चिजहरू काट्नुपर्छ कतिपय प्रस्तुतिकरणको कारणले गर्दाखेरि कतिपय कुराहरू अफेन्सिभ सुनिन सक्छ ठाडो सुनिन सक्छ त्यसलाई जुन तरिकाले डेलिभर हुनुपर्ने हो त्यो तरिकाले डेलिभर नहुँदाखेरि त्यसले अर्को अर्थ लगाइदिन सक्छ त्यस्तो चिजहरूलाई काट्नु पनि पर्ने हुन्छ त्यति बेला जसको दुख्छ पनि तर त्यति धेरै चित्त दुखाउँदिन म त्यस्तो लागेको छ कि छैन जस्तो कुनै रोस्ट यो चाहिँ नभइदिएको भयो भने त यसलाई काट्न पाए झन् राम्रो हुन्थ्यो भन्ने त्यस्तो